हेरिटेज बंगलो नंबर 52। नमस्कार सेवने एंड गुड आफ्टरनून। म सचिन राई मायस इन्टरटेनमेन्ट द नेचरल भ्लग युट्युब च्यानलबाट आज म तपाईहरुलाई मेरो न्यू भ्लगमा स्वागत जनाउन गइरहेछु र आजको मेरो भ्लग छ म आफ्नो गाउँदेखि तगदा बजारको बिहिबारे हाटसम्मको दृश्य तपाईहरुलाई देखाउने छु। आशा छ लाइक शेयर सब्स्क्राइब गरिदिनुहुन्छ भने। आज म तपाईहरुलाई मेरो विभिन्न गाउँको दृश्यहरू देखाउने छु। कति दामी घरहरू छ हेर्नुस्। यहाँनिर पनि छ घर। यहाँ माथि चाहिँ अब रोड छ, कार्पेटिङ, वरिपरि जंगल। यहाँनिर माने पनि रहेछ। यहाँनिर एउटा पोखरी पनि रहेछ। दार्जिलिङमा एकदमै मनसुन सुरु भइसकेको छ। अब बर्खायामको पानी झरीहरू आउन थालिसकेको छ। यो हेरिटेज बंगलो यहाँ माथिबाट देखाउँदैछु मैले। 52 अहिले होमस्टे चलाइँदैछ तगदा क्यान्टोनमेन्ट माने बजार। साथीभाइहरू पनि आउँदै रहेछ तलबाट। एकदमै सुन्दर दृश्य तपाईहरुलाई। अहिले टुरिस्ट पनि आएको रहेछ तल, दुईजना बसिरहेका छन्। सर्टकट वक गर्ने रोड हो, ढुङ्गाले बनिएको। ढुङ्गाको सोलिङ एकदमै दामी छ। अब यहाँ माथि एउटा टेन्डोभर्स स्कुल छ। म अब तपाईहरुलाई स्कुलको दृश्य देखाउने छु। यो चाहिँ टेन्डरबोर्स इंग्लिश स्कुल। हाम्रो गाउँको नानीहरू साथै अन्य जग्गाका नानीहरू सबै यहाँ पढ्छ इंग्लिश स्कुल। अब मेरो छोरो पनि अर्को सालदेखि यही स्कुलमा आउँदैछ। कुन स्कुल हो? मिसन स्कुल हो। ए मिसन स्कुलको नानीहरू पनि आउँदै रहेछ। चिकन सप पनि रहेछ। भाइले एकदम चिकन पिस गर्नु हुँदै रहेछ। यो रोड चाहिँ तपाईहरुको तगदा प्राइमेरी हेल्थ सेन्टर जाने बाटो। तगदा बजारको दृश्यहरू। ओ माथि मजा मजाको घरहरू बनिँदै रहेछ अझै। आमामामा यो बंगलो चाहिँ ब्रिटिश कालीन बंगलो हो। तगदा क्यान्टोनमेन्टको ब्लक डेभलपमेन्ट अफिसरको अफिस हेर्नुस्, सुन्दर छ। यहाँ कति ठुलो ढुङ्गा पनि छ। अब म हाटघर आउन लागे। पुरानो पवित्र स्थल देवी थान पनि छ, साथै साई मन्दिर पनि स्थित छ। अब म हाटघर आइपुग्यो है। म हेर्नुहोस् है। किनिस् के किनिस्? ल हेर्नुहोस्। अन्त भाइ ठिक छ? कस्तो छ दोकानपाट? सुनसान छ? ल तब अब चाहिँ पसे है म हाटघर। उपेन्द्र के छ हालखबर? कस्तो छ हौ दोकानपाटहरू? मेरो श्रीमती हरायो भने सुने थिएँ, खोज्न आएको। कता छ हौ? ए यहाँ रहेछ हौ। ए है मेरो दोकानपाट चाहिँ तगदा बिहिबारे हाटको नोर्देन आएन रहेछ। सानो यता फर्कन हो। नमस्कार। एकदम चाचा। यस छ चाचाको यो जुत्ता दोकान।
यस कृष्ण साथी लन्च हुँदैछ ठिक छ ठिक छ ठिक छ ल है साथीभाइ अब म आफ्नो गन्तव्यमा आइपुगेँ हाटघरमा हो